हामी सबैलाई धेरै जानकारी छ शरीर कसरी स्वस्थ राख्ने, मृगौला कसरी स्वस्थ राख्ने, मुटु कसरी स्वस्थ राख्ने सबै लगभग हामीले चाहे माइकिङ सुनाऊ अथवा ब्यानर हेरौँ लगभग सबै कुरा थाहा हुन्छ। जरुरी कुरा के छ भन्दाखेरि हामीले दैनिक जीवनमा यो जानेका कुराहरूलाई कति अवलम्बन गर्छौँ भन्ने कुरा जरुरी छ। हाम्रो जस्तो गरिब मुलुकमा चाहे त्यो मृगौला रोग होस् चाहे मुटु रोग धेरै नै खर्चिलो छ उपचार। त्यसैले सकेसम्म रोग लागेपछि उपचार गर्ने होइन, रोग लाग्नबाटै जोगिने हाम्रो उद्देश्य हो। त्यसैले दैनिक शारीरिक व्यायाम, खानपिनमा थोरै ध्यान दिने, जस्तै चिल्लो चर्को र गुलियो पदार्थको सेवन कम, मानसिक तनाव कम गर्ने र पानी प्रशस्त पिउने। अनि मैले 5वटा पान भन्न चाहन्छु। धुम्रपान, मद्यपान, गुटखापान, सुर्तीपान अनि हुक्कापान। यी 5वटा पानहरूबाट टाढा रहने गर्न सक्यौँ भने पनि हामी लगभग 75-80%सम्म चाहे त्यो मृगौला रोग होस् चाहे मुटु रोग अथवा हाम्रो स्वस्थ शरीर बनाउनमा हामीले कोसिस गर्न सक्छौँ अथवा समाजको यो रोग बढिरहेको स्थितिमा यसलाई घटाउनमा महत्त्वपूर्ण योगदान गर्न सक्छौँ। त्यसैले जानेका कुरालाई दैनिक जीवनमा अवलम्बन गर्नुहोस्, आफू पनि स्वस्थ रहनुहोस्, अरूलाई पनि स्वस्थ रहन प्रेरणा दिनुहोस् भन्दै यहाँहरू सबैको फेरि पनि स्वस्थ मृगौला, स्वस्थ मुटु र स्वस्थ शरीरको कामना गर्दै आफ्ना भनाइहरू अन्त्य गर्छु। धन्यवाद।